अधिकार भनेको के होला त भाइ बहिनीहरू? यो कथा सुनिहाल्नुभयो, यसको आधारमा ल सम्झनुस् त, उपभोक्ता अधिकार भनेको के होला त? हो, उपयोग्य वस्तुमा उपभोक्ताको सहजै पहुँच हुने, उपयोग्य वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुने अधिकारलाई उपभोक्ता अधिकार भनिन्छ। ल हेर्नुहोस् त, अब उपभोक्ताले चाहिँ सामान किन्न जाँदाखेरि सामान चाहिँ कस्तो अखाद्य खानेकुरा भए अखाद्य तत्त्व नमिसाइएको हुनु पर्यो, अन्य प्रयोग गर्ने सामग्री भए त्यसले हानि नोक्सानी नपुर्याउने खालेको सामान चाहिँ किन्न पाउने, लिन पाउने, अथवा आफू ठगिएमा उजुरी समेत गर्न पाउनु चाहिँ के हो त? यो उपभोक्ता अधिकार हो, अर्थात् आफू सुरक्षित हुने अधिकार हो। यसलाई नै उपभोक्ता अधिकार भनेर भनिन्छ। अनि सचेत उपभोक्ता भनेर चाहिँ कसलाई भनिने रहेछ त? यति धेरै कथामा दिनेशको बारेमा सुनिहाल्नुभयो होइन त? हो, उपभोक्ता अधिकारप्रति सचेत भई वस्तु तथा सेवाको खरिद बिक्री गर्ने, सामान छानी किन्ने र वस्तुको गुणस्तर परीक्षण गरेर मात्र सामान खरिद गर्ने व्यक्ति, समूह वा संस्थालाई सचेत उपभोक्ता भनिन्छ। ल हेर्नुहोस् त, आफूले पाएको उपभोक्ता अधिकारप्रति सचेत हुने उपभोक्ता नै सचेत उपभोक्ता भयो। छोटोमा हामी यसरी पनि भन्न सक्छौँ होइन त? र अनि सचेत उपभोक्ताले के गर्नुपर्ने रहेछ नि? अघि दिनेशले के गरेका थिए पक्कै सम्झनु भएको छ है। कुनै पनि सामान वा खाद्यान्न किन्दा उत्पादकको नाम, ठेगाना र दर्ता नम्बर, वस्तु उत्पादन गर्ने तरिका र वस्तु उपयोग गर्दा हुने प्रभाव, वस्तु कहिले बनेको हो, कहिलेसम्म उपयोग गरिसक्नुपर्ने हो, यी वस्तु बनाउन के मिश्रण भएको छ, सरकारले गुणस्तर निर्धारण गरेको वस्तु हो कि होइन, आदि जस्ता विषयहरूमा प्रष्ट हुनुपर्छ। अनि बल्ल सचेत उपभोक्ता बन्न सकिन्छ होइन त? र अनि तपाईहरूलाई दिनेशको कुन बानी चाहिँ राम्रो लाग्यो नि? ल भन्नुहोस् त। हो, दिनेशले आफूले पाएको उपभोक्ता अधिकारप्रति उनी सचेत छन्, त्यही नै उनको सबैभन्दा राम्रो बानी व्यवहार हो होइन त? अनि उनले सामान किन्दा सामानको सबै कुरा बुझेर मात्रै किन्ने गर्दछन्, त्यो नै उनको बानी राम्रो हो होइन त? हो, विद्यार्थी भाइ बहिनीको उत्तर दिने प्रयास भाइ बहिनीहरूले गर्नुहोला है त। उपभोक्ता भनेको के हो त? ल भन्नुहोस् त भाइ बहिनीहरू। स्याबास हो, उपयोग्य वस्तु वा सेवा उपयोग वा प्रयोग गर्ने सर्वसाधारण व्यक्ति, समूह वा संस्थालाई उपभोक्ता भनिन्छ। भेरी गुड, अघि भर्खरै हामीले छलफल गरेका थियौँ है। अर्को उपयोग्य वस्तु भन्नाले के बुझिन्छ? ल भन्नुहोस् त। स्याबास, स्वास्थ्यलाई हानि, नोक्सानी वा नकारात्मक प्रभाव नगर्ने वस्तुहरूलाई उपयोग्य वस्तु भनिन्छ। अब अर्को प्रश्न है त, उपभोक्ताको अधिकार भनेको के हो नि? ल भन्नुहोस् त। हो, उपयोग्य वस्तुमा उपभोक्ताको सहजै पहुँच हुने र उपयोग्य वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुने अधिकारलाई उपभोक्ता अधिकार भनिन्छ। स्याबास। ल अब अर्को है त, गुणस्तरीय वस्तु भनेका कुन किसिमका वस्तु हुन्? हामीले अघि धेरै छलफल गऱ्यौँ नि, ल भन्नुहोस् त। हो, हाम्रो स्वास्थ्यमा प्रतिकूल असर वा हानि नोक्सानी नपुर्याउने उपयोग्य वस्तु नै गुणस्तरीय वस्तु हुन्। ल अब विद्यार्थी भाइ बहिनी वस्तुहरूको छोटोमा म सारांश बताउँछु, ध्यान दिएर सुन्नुहोस् है। उपयोग्य वस्तु वा सेवा उपयोग वा प्रयोग गर्ने सर्वसाधारण व्यक्ति, समूह वा संस्थालाई उपभोक्ता भनिन्छ। र स्वास्थ्यलाई हानि नोक्सानी वा नकारात्मक प्रभाव नगर्ने वस्तुहरूलाई उपयोग्य वस्तु भनिन्छ। त्यस्तै गरी उपयोग्य वस्तुमा उपभोक्ताको सहजै पहुँच हुने, उपयोग्य वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुने अधिकारलाई उपभोक्ता अधिकार भनिन्छ भनेर हामीले उपभोक्ता अधिकार 2075ले व्यवस्था गरेका अधिकारहरूको सम्बन्धमा पनि छलफल गरेका थियौँ। र हाम्रो स्वास्थ्यमा प्रतिकूल असर वा हानि नोक्सानी नपुर्याउने उपयोग्य वस्तुहरू गुणस्तरीय वस्तु हुन् भनेर पनि हामीले छलफल गरेका थियौँ। र अनि नेपालको विश्वमा सबैभन्दा पहिले चाहिँ संयुक्त राज्य अमेरिकाको संसदले सन् 1962 मार्च 15मा चाहिँ
उपभोक्ताको हकित सम्बन्धी कानुन लिएर आएको थियो र नेपालले पनि त्यसैलाई कार्यान्वयन गर्नको लागि चाहिँ नेपालको संविधानमा उपभोक्ता हक हित संरक्षणको लागि चाहिँ मौलिक हकको रूपमा धारा 44मा व्यवस्था गरेको छ। र अन्त्यमा सचेत उपभोक्ताको कर्तव्य पालना गरौँ, सामान खरिद गर्दा खोजेर रोजेर गुणस्तरीय वस्तु पहिचान गरेर मात्र गर्ने बानी गरौँ भन्ने आजको पाठको निष्कर्ष रहेको छ। विद्यार्थी भाइ बहिनी